कस्तो छ यहाँ सर हैन पानी बनाइएको छ यता यसरी ट्याक्क त्यहाँ हेर्नुहोस् त यति राम्रो डिजाइन बनाइएको छ यहाँ विकास भएको देश यस्तो छ हेर्नुहोस् डायमन्ड ओपेरा भनेर पनि भन्छ यसलाई हैन माछाहरू पालिएको छ यसरी यहाँ झरना खसेर यस झरनाको तालमा यति धेरै माछाहरू छ यहाँ हेर्न सक्नुहुन्छ पहेँलो माछा यति सुन्दर यति राम्रो यति ब्युटिफुल तरिकाले विकास भएको छ विकासले पूर्ण भएर पनि फेरि निर्माण गरिएको छ यहाँ यति राम्रो विकास भइसकेको छ हेर्न सक्नुहुन्छ एउटा समय यस्तो छ यहाँको भ्युज त्यहाँ यताबाट हेर्दाखेरि यो डायमन्ड ओपेरामा मेरो फोटो पनि देखिएको छ हेर्नुहोस् है हाम्रो नेपाली दाजुभाइहरू आएर यहाँ बस्नुहुन्छ रमाउनुहुन्छ आनन्द लिनुहुन्छ शीतल छायामा हैन त्यसो भने यता पैसा पठाउने आइएमई छ यहाँ बारीपछि हैन नेपाली पसलहरू हो सबै नेपाल जानको लागि टिकट पनि पाइन्छ यहाँ मान्छेले पालेको चाहिँ परेवाहरू कति मजाले रमाइरहेको छ हजुर के गरेको हेर्नुहोस् त परेवा कसरी रमाएर बसेको कति राम्रो घरमा गएर परेवा पाल्ने होइन त्यो विचार गर्नुपर्छ परेवा पाल्ने कि परिवार पाल्ने दुइटै पाल्ने तपाईँले खिच्यो पहिला चाहिँ परिवार पाल्ने त्यसपछि परिवार पाल्ने परेवा पालेर ठुलो भएपछि परिवारलाई कङ्ने कसरी कङ्ने त्यसपछि मार्ने पोल्ने काट्ने त्यसपछि कराईमा हालेर भुटेर
पाउने यस्तो भित्र पालेको झैँ बसिरहेको छ नि पर्या कति राम्रो है टक्क हेर्दा पाले जस्तरी यति मजाले खेलिरहेको छ कि परिवारले के मजाले खेले बसेको कि ल दर्शक पनि यो के को बोट हो यो ठ्याक्कै पछाडि हेर्दा हेर्नु त यो मयुरको पुच्छर होइन मयुर नाचेको बेलामा हुन्छ नि त्यहाँ त्यस्तै छ यो पुच्छर यति राम्रो सुन्दर यस्तो है हेर्नुहोस् त यो चाहिँ बोट माथि चाहिँ यस्तो मयुरको हेर्नु मुनि बोट यस्तो माथि यस्तो मयुरको ट्याक्क पछाडि नाचाएर पुच्छर पुऱ्याएको जस्तो क्या यति राम्रो बरु पनि पुरा भिडियो बनाएर आउँदै हुन्छ उहाँ भलक होइन भिडियो बनाउनु हुन्छ भनेर हामी सिङ्गापुर जानको लागि यो बस स्टपमा आइसकेका छौँ नि बस स्टप आइपुग्यो यहाँदेखि सिङ्गापुर पनि गइन्छ होइन मलेसिया टु सिङ्गापुर सिङ्गापुर टु मलेसिया कति राम्रो छ यहाँ माथि गाइस